नाङ्लो पसल नाङ्लो पसल अझ रहेछ यहाँ त्यो जमानाको नाङ्लो पसल यो डरबाट माथि एक्लियो पुकार मामाको घर यहाँबाट यता ओह्रालो गयो यहाँ धारा थियो खोइ धारा छैन चोक तल्लो बाटो यो माथिल्लो बाटो यही पुरानो घर मनपर्ने रहेछ देउराली चोक यताबाट तल थाहा छ थाहा छ ए दोगे पुरानो घर हेर्नु मन लागेर घुम्न आएको हामी हाम्रो पुरानो याद आउँछ नि त बच्चाको रमाइलो लाग्ने तलबाट नि बाटो खोलिसकेछ तलबाट बाटो खोलेछ हामी खोला जाने बाटो होइन र यो यताबाट खोला जाने बाटो हो नि मम्मी चाहिँ फेरि पुरानो मान्छेहरू भेट्दै गफ गर्दै 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 अन खोला जाने हो कि मम्मी पौडी खेल्न अहिले त यति धेरै गाडी चल्छ के गर्नु र चित्तै नबुझ्ने यहीबाट छरा धारा जान्छौँ हामी अहिले त पुरै पिच गरेर यता पुल पनि हालेछ त्यहाँ पुल पनि हालेछ स्मिता अगाडि गइसक्यो पहाडी पुल पनि हालेछ सजिलो भयो नि यहाँबाट पुल राखेपछि तल गएर माथि जानु पर्थ्यो नत्र मम्मी त्यसलाई के डाँडा भन्छ के डाँडा भन्छ त्यसलाई के अरे बुकिनी बुकिनी डाँडा तल खोलामा लुगा धुन जाने कुम्लो बोकेर माथि आउने पालो है अनि यो गौडा कोट भन्छ सबै मनोरमा चमाहरूको खेत थियो यहाँ जम्मै होइन अनि हामी यहाँ काटेर सट्टा हाम्रो फेरि टाढा थियो अलि पर्छ अझ पर्छ यो के को फुल हो कति राम्रो कहाँसम्म जाने छ ढाडोसम्म जाने दिपिन दाल त उकालो चढ्ने भनेर आएको हो कि छ र त्यहाँसम्म जाऊँ छ र ढाडा दिनै पानी भयो सधैँ यहाँ आएर यहीँबाट आएर सधैँ पानी बोक्ने हो कि चमेली मोनिका नम्नाले पनि त्यही गर्थ्यो त म पनि आएको छु एकचोटि गाडी बोकेर यसरी हिस्ट्रीसँग गाडी बोकेको कति याद आउँछ मलाई यहाँ छ धाराबाट पानी सार्नु पर्थ्यो नि त अनि तिमीले यसरी यो छ धारा भनेको अनि यस्तो भयो चाहिँ कहाँ भित्र थियो ठुलो थियो त्यति बेला सानो बाटो थियो होइन अहिले त घर बनाइदिएछ त्यत्रो घर बनाएको छ हामी अब सानो बाटो थियो कस्तो थियो इमेजिनेसनमा है छ र धारा वा तर अहिले त के भयो यस्तो छ यहाँबाट पानी आउँथ्यो मम्मी
म मेरो यति सानो थिएन क्या ठुलो थियो ठुलो थियो यो घर थिएन अहिले त भिन्दै भयो नि त अर्कै भयो नि त अहिले मलाई म हिस्सो परे